गाइज वेलकम टु माई न्यू ब्लग। गाइजहरू आज चाहिँ हजुरलाई आजको ब्लग धेरै इन्ट्रेस्टिङ हुन लागेको छ किनभने आज चाहिँ गाइजहरू हाम्रो मालाको गाई थियो नि यो गाई आज गाइजहरू यो मालाको गाई बेउ छ। हेर्नु होला एउटा दुईवटा खुट्टो पनि निकालिहालेको छ गाईले। यो हेर्नु होला यी बिहा छ मालाको गाई बेउ छ गाइजहरू आज पल्टो रै मालाको गाई चाहिँ अब बेउ छ यस्तो भएको छ। हेर्नु त मालाको गाई त आँखा चिम्म गरेर ए बाच्छी बेउ छ कि बाच्छी बेउ छ अब गाईहरू मालाको गाई आज आखिरकार आज बेउ छ गाईहरू। यो गाई चाहिँ यिनीलाई कस्तरी बिहा छ नि यसलाई हिजो अस्ति पनि देखाएको थियो यो गाई तर आज बेउ छ। हेर्नु न त्यो गाईलाई के हेर्नु न त्यो गाईलाई कसरी गरे खुट्टो कसरी निकाल्यो अन्त दुःख होला नि यसलाई। अब चाहिँ म तान्दिनँ है तान्दिनु यो नगर्नु के त्यसका दाँत फुत्केला यति गाईहरू हाम्रो मालाको गाई चाहिँ आखिरकार ब्यायो निक्लियो हाम्रो मालाको गाई ब्यायो। धन्यवाद गर्यो हाम्रो चाहिँ बाछा निक्लियो मोर नतान्ने के तो तार्न हुन्न के नबोल त तार्न हुन्न हेर्नु होला यति मालाको गाई ब्यायो गाईहरू आज चाहिँ अति हल्ला टाउको कुद्दिनु होला आइपुगेन कुद्दिनु कुद्दिनु भयो भने त फेरि मालाको गाईलाई त फेरि दुःख हुन्छ नि त। यति ब्यायो यसले कालो चाहिँ ब्याएछ भइसकिन्छ ब्यायो बल्ल यो खुसी भएछ यो फेरि सधैँ धेरै दुःख लाग्थ्यो त्यही ब्याउँदा चाहिँ होला गाईलाई धेरै दुख्ने त चार छ के गाईले कति पुटुङ कुरो भ्यायो होला कति सानो बिहा छ हाम्रो मालाको गाई नि हामी पनि यो भैँसीलाई हान्यो भने त होला अब चाहिँ गाई ब्यायो ओए भैँसीले हान्दैन चाटो हाम्रो मालाको हाम्रो यत्रो पुटुरो पहिला नि यो गाई यत्रै थियो क्या होइन तर आफू जस्तै बिहा छ फेरि आफू जस्तो थियो पहिला आफै त्यस्तै पाछ अन्त पहिला यो पुटुरो हुँदा यत्रो थियो अनि पछि यत्रो भएछ के यो पनि ठुलो हुन्छ यत्रै 8,000 मा ल्याएको बाछालाई हिजो लाउरिया छोराले 35,000 दिए नि बल्ल बेच्ने हो अन्त आमा भनियो ती 8,000 मा ल्याएका हुन् एक वर्ष अगाडि 35,000 भन्न बाछेको आवाज थियो बाछो हजुर हाम्रो मालाको गाईले बाछो पाएछ यसले बाछो पायो आफू जस्तै पाछ डिट्टु आफै जस्तै पहिला आफू यत्रै थियो नि ल्याउँदाखेरि होइन यत्रै थियो अब काटेर अब सफा गर्छ अनि फेरि अलिकति सफा गरिहाल्यो ढाड अब यसलाई मजा छ ल यहाँ मम्मीले चाहिँ यहाँ दाउरा राख्नुभएको छ भत्किया थियो नि फेरि बनाइदिनु भयो भत्किएको थियो नि त अहिले भर्खर
अनि चाहिँ गाईचरी हत्या थियो ऊ यता अझै खसेको थियो अनि हजुरहरू रमाइलोको गाई ब्यायो आखिरकार होइन यो जो के ब्याउन लगाएको छ बिहा छ बिहानबाट ज्वरो आएको थियो नि त बिहानहरू आएको थियो अहिले फेरि पायो अनि चाटिरहेको छ खुसी भएछ चाहिँ ब्यायो अब के हुन्न भनेर खुसी भएछ त्यत्रो सानो पर्छ पितिर हजुर आँखा त खुलिहाल्छन् रे जन्मिने बित्तिकै त्यहीको बिरालोको त 1-2 दिन खुलेको है 1 महिनामा फुलेको हो बिरालोको त अनि गाईको फेरि एकैचोटिमा अब हाम्रो पनि मान्छेको पनि एकैपालिया फुल्छ वा अब यसलाई पनि बाद ठुलो भएपछि क्यार्ने हो त यहीँ राख्ने हो त्यहाँ एउटा अहिले बाँधेर राख्नुपर्छ भोलि पर्सि त सक्दैन के अति उठो बुवाले भनेपछि उठो आफ्नो बच्चा चिन्ता आउनु पर्यो नि धेरै कसरी बाँधिहाल्ने अहिले चिन्ता हुने भयो होइन अब यसले पनि यो भैँसी पनि ब्यायो भने त भैँसीलाई फेरि ब्यायो भने त होइन अब त दुध दिन्छ नि त यसले आज साँझ दिन्छ गाईहरू आज चाहिँ यसले दुध दिन्छ अब त दिन साँझ दिन्छ यार कहाँ बाँधिदिने हो र यता बाँधिदिने हेर्नु होला कति सानो पाछ मलाई हेरेको छ चाट्नलाई हुन्छ यसले सजिलो अब यसको कानै उस भएको छ बुवा च्यापियो पुग्छ भने फेरि गाईले फेरि शराब दिन्छ त्यहाँ भैँसीलाई बाँच्नु पाएपछि त अब मान्छेलाई हान्न नि सक्छ यसले जो हान्दियो भने ठुलो भएपछि यो बात छोले यो सानो बात छोले ठुलो भएपछि कि यत्रै भएपछि हान्छ लास्टमा बेच्ने हो यसलाई नि पहिले यो चाहिँ यत्रो थियो यसले त दुध खान्छ अब दुध खा मम्मीको दुध खा जा भोका छ होला कति राम्रो त खोज्नु यहाँ त कति राम्रो कालो भए पनि के अनुहार कति राम्रो हेर न त यो नाक मुख यो टाउको कस्तो अर्कै देखिया छ नि त जुरो नलागेको त गाई बास पल्छु कति गोलो यो यसको नाक र यसको नाक दुईटैको गोला छन् यो अलि यस्तो वाला छ यो फेरि यस्तो वाला छ यस्तै वाला कति हेर्नु त यसको त कपालै चाटेर भ्याइदियो
र त माखा कति हुन् माखा धपाउने काम ब्यायो ब्यायो बाछो ब्यायो गाइजर यो चाहिँ बाछो यसो यसो गर्छ हेर्नु होला अब चाहिँ ठुलो नि हुन्छ गाईहरू बेहिरहेछ ब्याएर भइहाल्यो अब यतिलाई यत्रो पायो यत्रो बाछो भयो बाछो यति हेर्नु त कति राम्रो बाछो पाहा अहिले यो पनि सानामा यस्तै थियो यो त चल्थ्यो कति धेरै चलेर यसको आमा हो यसको के यो ठुलो छ नि यो ठुलो पनि यत्रो थियो अनि यसले फेरि यस्तै हुँदा फेरि हान्थ्यो जस्तै यसले छुँदा चाहिँ हान्दिहाल्थ्यो कति उठ्न त्यो त गाई उठ्यो गाईहरू हेर्नु होला उठ्नै पाएन उठ्नै टाढिएर के सोचिया होला यसले कहाँ ल यहाँ हेरिरहन्छु यहाँ बसेर म यहीँ बसेर यस्तै त्यहाँ त बसेर हान्दैन यहाँ शीतल छ यहाँ घाम छ हो यहाँ शीतल केही गर्दैन हान भयो भने त फेरि डर लाग्यो हेरेर आउँछ मैले यहाँ बसेर हेर्छु जहिले अरू फालेको चाटिराख फेरि अरालो अरू त्यो झरो भयो नि भन्ने अनि अस्ति यो एउटा भैँसीको नि त उस भएको छैन नि त यो भैँसीको होइन अर्को भैँसीको त्यो भैँसी त बेचिदिएको यसमा कति राम्रो भ्या छ गाईहरू कति राम्रो के फेरि होइन नि हेर्नु होला कति हिँड्न खोजी है रोटी लोटो फेरि हजुर भ्यायो बल्ल बल्ल यो पनि पहिला एउटा यो दुईवटा खुट्टा यहाँ दुईवटा खुट्टा निक्लिएको थियो अन्त पुरै गाई चाहिँ निक्लियो गाईहरू हेर्नु होला यस्तरी ब्या छ रमाइलो गाई खोइ चाटिरहेछ फेरि हेर्नु त कसरी चाटेछ रमाइलोको बाछो ब्यायो हेर्नु होला हिँड्न खोजिए उठ्न खोजिए तर उठ्न सक्दैन यति सानोमा अब ठुलो भएपछि उठ्छ आफै होला चाटिरहेछ है यो चाहिँ मेरो हेर्नु होला कसरी हेर्नु कि यस्तो भएछ है ठिक छ लिली कता गएछ के डराएको छ योसँग डराएको थियो अहिले लिली चाटिरह हजुर आजको लागि चाहिँ यति नै राम्रो लाग्यो लाइक सब्सक्राइब गर्नु होला आजको लागि यति नै थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई